हामीहरू यो ग्रुप चाहिँ विक्रम सम्वत 2082 सालको खैर लेक दर्शनको लागि जाने ग्रुपहरू। अहिले हामी शिखरदेखि मुभ भएर धस्केखोरे डाँडामा आइपुगेका छौँ। रिया र यहाँ केही हामीले ब्रेक गऱ्यौँ अनि त्यसपछि हामी यो गलिम भन्ने ठाउँमा केही समय ब्रेक गर्दैछौँ र यसमा यहाँका वन जङ्गलका देवी दरदेवताहरूलाई ध्वजा अक्षताले सम्झिँदै र हाम्रो यो 2082 सालको खैर दर्शनको लागि जाने हाम्रो ग्रुप। र यहाँ एकदम चिसो पानी अनि हामीले पिउन सकिन्छ, एकदम चिसो। अब यहाँ गलिमदेखि हामी मुभ भयो धानखर्कको लागि। बीचको ठाउँहरूको मैले भिडियो गरेको छैन, अलिकति केही भिडियोहरू मात्रै हालेको छु। यो गलिम अनि यो चाहिँ खोप्रा डाँडा। बेलुकाको समयमा खिचिएको भिडियो यो। माथि हामीले चन्द्रमा पनि देख्न सकिन्छ। यो खोप्रा डाँडा, यो होटेलहरू, टनेल बस्नको लागि। यो धुलागिरी, यो नीलगिरी, यस्तै गरी यो अन्नपूर्ण र यो पनि पानीको धारा। यो कामा रेनु गाईको छाप, खुट्टाको छाप हो यो। यहाँदेखि यस्तो राम्रो दृश्य देख्न सक्छौँ। यो खोप्रा टु खैरखोलाको बिचको ठाउँहरू। यो गोसाइभारा जाँदाको बिचको ठाउँ हो यो। हाम्रो शिक्षकका बहिनीहरू। यो चाहिँ खैरखोलाको हामी बास बसेको भित्र। यसरी दोस्रो रात चाहिँ खैरखोला भन्ने ठाउँमा हामीले यसरी बसेर भोलिपल्ट चाहिँ दर्शनको लागि मुभ गर्दछौँ। खैरखोला यो चाहिँ के भन्छ, यो गोर्सेभारा को थियो यो पहिलाको। यो चाहिँ अहिले खैरखोलाको
खैर भवानी माताको थपना हो यो यहाँ देख्न सक्नुहुन्छ हाम्रो ताल एकदम राम्रो क्लियर ताल ठाउँ एकदम राम्रो छ। थुप्रै भक्तजनहरू यो खैर खोला भन्ने ठाउँमा पुग्ने गर्दछन्। पूजाआजा यहाँदेखि वरहरू आफ्नो इच्छाको कुराहरू मागेर पनि हामीले ल्याउन सक्दछौँ। यो अन्नपूर्ण नीलगिरी धौलागिरी यहाँदेखि देख्न सकिने मनोरम दृश्यहरू एकदमै राम्रो एकदमै सफा ठाउँ छ यो हाम्रो खैर खोपरा लेकको एरिया। यो जनैपूर्णिको समयमा यहाँ भेडी गोरुहरू एकदम भेडेको ठोलापट्टि भेडा गोरुहरू हामीले यहाँ देख्न सकिन्छ। यो खैर खोला हो यो भेडाको ठोलापट्टि है साथी योभन्दा पहिलाको भिडियो खोपरा खैर लेकको थियो। अबदेखि यताको भिडियो चाहिँ मैले नर्थ अन्नपूर्ण बेस क्याम्प नार्चिङको भिडियोहरू तपाईँलाई देखाउँदैछु र यो खुटखुटे यस्तै गरेर यो माथि उकालो चढ्दै बेस क्याम्पको लागि हामी चाहिँ यो म्याराथनको लागि जाँदैछौँ र मेरो पछाडि सानो भाइहरू जो मसँगै दौड्नको लागि सँगै जाँदैछौँ। अन्नपूर्ण बेस क्याम्प र अहिले हामी यो बाटोमा पर्ने भुस्केट मेला भन्ने ठाउँमा यहाँ एक दिन ब्रेक गऱ्यौँ। यहाँदेखि माथि पनि हिमालहरू देख्न सकिन्छ। यहाँदेखि नर्थ अन्नपूर्ण बेस क्याम्प जाने बाटो यहाँ पनि बस्ने ठाउँहरू टेन्टहरू यहाँदेखि यो माथि लगाएर एउटा सुविधा भएको छ। यो भुस्केट मेला भन्ने ठाउँमा हामी ब्रेक एक नाइट हल्ट गरेका थियौँ र त्यसपछि हामी दोस्रो दिनमा अन्नपूर्ण बेस क्याम्प पुगेका छौँ र यहाँ थुप्रै टेन्टहरू लागेको थियो र त्यो दिन एकदमै हिमपात पनि भएको थियो। र यसरी हामी टेन्टभित्र आराम गरेका थियौँ। यो चाहिँ पञ्चकुण्ड ताल यो हाम्रो नर्थ अन्नपूर्ण बेस क्याम्पमै अवस्थित छ र यो माथि देखिने अन्नपूर्ण हिमाल एकदम सफा क्लिन ताल छ यो पञ्चकुण्ड ताल।
यो माथि अन्नपूर्ण, यहाँदेखि अलिकति माथि अन्नपूर्ण बेस क्याम्प रहेको छ र यहाँको हाइट लगभग 4100 मिटरको हाइटमा छ यो बेस क्याम्प। र हामी यो बेस क्याम्पदेखि हामी म्याराथन दौडेका थियौँ। यहाँदेखि नार्चिङ